हामीले भेरीमा पौडी खेल्न जानको लागि बल्छी किन्दैछौँ। कतिवटा लगेको ल ठिक छ। यो बरु ठुलो अझै एउटा लाउनुपर्छ क्या पर्दैन यो कहिलेकाहीँ खस्छ क्या हातबाट। ठुलो पनि पर्दैन कि दाइ। ल हामीले अब भेरीमा गएर माछा मार्नको लागि यहाँ गनेउडा खोज्दैछौँ। हामीले बल्छी जालो पनि ल्याइसक्यौँ। अब यहाँ जीवनले गनेउडा खोजिरहेछन्। गनेउडा पाउँछ कि पाउन्न। हाम्रो घरको बारीमा त गनेउडा थियो अस्ति खन्दा फेरि। अब यहाँ छ कि छैन हेर्नुपर्छ। त्यो जीवन मैले थाहा पाइनँ यार, कालो थियो कि रातो थियो मैले त्यो यादै गरेन यार। कालो हेर्नु प्लास्टिक ल्याउने एउटा कालो पनि मर्दैन कि धेरै। अब केही नहुनुभन्दा कानो मानोमा मामा बेस भने जस्तो हो। प्लास्टिक मागेर लिएर जा त काकीसँग। माछा मार्न जान लागेको रानीघाट है। अब माछा मार्न जानलाई सब रेडी भइसक्यो। यहाँ कविता र नानी पनि रेडी भइसके है। अनि यहाँ हुँदैछन्। म त लगभग रेडी नै भइसकेँ। ल हामी बाउ छोरा रेडी भइसक्यौँ र यहाँ आमा छोरी चाहिँ रेडी हुँदैछन्। नानी रेडी भइसक्यो, कविता रेडी हुँदैछ। कपडाहरू, खानेकुरा, पानीहरू, ट्याङ पानी बनाएर अनि यहाँ बिस्कुटहरू, चिप्सहरू मैले हालेर हामीहरू वहाँ गएर के कसो हुन्छ, कसरी माछा मार्छन् यो सबै कुरा म देखाउँछु। तपाईँहरू च्यानल हेरेर बसिरहनु होला, भ्लग हेरेर है। ल हाम्रो चाहिँ जानलाई रेडी भएर सबैजना रेडी भएर हिँडिसके। पनि त रेडी छु। लेट्स गो। जाँदैछौँ अब अगाडि कहाँसम्म पुगिन्छ के हो अब हजुरहरूलाई त्यसपछि देखाउने छु म। हामी चाहिँ पैसा झिक्नको लागि सानीमा ब्याङ्क एटिएममा छौँ। हामी सानीमा ब्याङ्कको एटिएम मेसिन बिग्रेको रहेछ। त्यही भएर हामीहरू फर्क्यौँ। अनि जीवन र आरम्भ अगाडि गएर चित्रमा बस्छु भनेर भनिरहेछन्। र कविता चाहिने सिटिजन ब्याङ्कमा एटिएममा पैसा निकाल्न गएको थियो। भाग आउने ठाउँ आयो, भाग आउने। जाने यति बना होइन बाटो राम्रो छ। के गर्नु लाग्छौ के भाइ? कति माछा मर्यो? सुबेलका पानी परेको कारणले गर्दाखेरि चाहिँ भेरी चाहिँ एकदम धमिलो प्लस ठुलो पनि छ। अस्ति नै उहाँहरू दाइ भाइ चाहिँ यतातिर आइसकेको थियो, त्यतिखेर चाहिँ खासै ठुलो थिएन भन्दै थियो। आज चाहिँ अलि ठुलै छ। हेरौँ हामीले माछा चाहिँ भेटाउँछौँ कि भेटाउँदैन।
लास्टमा गएर माछा 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 फ्याँक्दा भेट्छ किन हात नगर त्यसो नपिन्छ यो भएपछि पुल तर्न नसकेपछि मैले मोटरसाइकलको एक्सिलेटर बढाएर ठुलो साउन्डले अगाडि जान्छ कि भनेर एक्सिलेटर बढाएको गएर पछि चाहिँ यस्तो दुवै आँखामा कपडा राखेर यसलाई नदेख्ने बनाएपछि बल्ल तरेर गएछ पुल। जीवन यहाँ स्त्री छन् हाम्रो म्याडम यहाँ यस्तो हुनु लास्ट गर्मी छ ल यो चाहिँ हाम्रो हिजो गिफ्ट आएको थियो गिफ्ट आएको नानीहरूले ल्याइदिएको थियो बाबु नानीलाई आज यहाँ खानालाई भयो ल टेस्ट गर्नु मिठो छ साना काकुलाई काकु खानु बाबुलाई दिन्छु भनेको बाबुले बाबु आऊ भाइ आऊ खान के भएर पेट खोकिएको थियो त है कहाँ कहिले के दुनोट एउटा मात्रै हाले होस् भने झलेङ्गे पुल यहाँ छ लास्ट गर्मी छ यार झरेको थियो त टिप्नु पर्दैन एक बन्डलै ग्लास झरेको थियो बाबु कहाँ त्यो बाटोमा मैले भने होइन त्यही त्यो ट्रककोमा ट्रक आइन त्यहाँ एक ठाउँमा कभर चेन्ज गर्ने म त यही लाउने मैले ल्याइन मेरो देवर बाबुले चाहिँ माछा मार्नको लागि गडेउला लिएर आइसकेको छ अहिले सकिन्छ यहाँ अनि के अरे तिहारको डोरी हाम्रो माछा मार्ने प्रो खेलाडी उहाँ यहाँ पुगिसक्छ त्यहाँ गएर के मिलाउँदै होइसिन्छ उहाँ हामीबाट यति टाढा होइसिन्छ अघिको भैँसी बल्ल बल्ल लगेछन् भैँसीको अगाडिको दुईवटा भैँसीको आँखामा पुरै पट्टी बाँधेर नदेख्ने गराएर बल्ल बल्ल लगेछन् भैँसी ल अब हाम्रो यहाँ जालो माछा मार्ने रेडी हुँदैछ बल्छी अन उता नजाऊ भेरी नदी हो लास्ट उछेर पुल छ भेरीको पुल यहाँ आएर मरन्ना खेलिरहेछन् है यहाँ म्याडम यसरी बसिरहनु भएको छ यहाँ म्याडम जीवन यहाँ जालो गराइरहेछन् है अब हाम्रो यहाँ गनेउला आउँछ हेर्नु है गनेउला हालिसक्यो जीवन ल अब जीवनले यहाँ आमा छोरा खेलिरहेछन्
माछा पर्यो ए अनन हेर न जिमले उता जान्छ यार ए सिङले यहाँ हान्छेले डोरी पनि लिएर आइज यसरी गोपेको फेरि देखाउनु हुन्न नि टिकटकमा आफ्नो गाउँघरमा त्यत्रो गरेको मान्छे यो भनेको नि एउटा ठुलो कला हो भने त अब कलाकारिता मान्छे हो तर मौका नपाएर मात्रै हो यसलाई नि छाता उडाउनु छाता यतिकै राखिदिनु उनीहरूले फेरि अर्को यहाँ माछाको लागि फेरि जालोमा हान्दैछन् है अलि पर फाल्यो नि जीवन हामीहरूले माछा साछा मारिदियो जो अझै छ पछाडि यहाँ अझै हामीले ट्र्यापहरू हालेका छौँ होइन तर अब अहिले चाहिँ नि हामीहरू खाजा हाम्रो खाजा यो छ दाल चिउरा दालमा चौचौ बिस्कुट चिप्स है अनि हामीले चाहिँ नि त्यहाँ यसमा सादा पानी र यो बोतल कता गयो यो बोतलमा हामीले ट्याङ्क पानी बनाएर ल्याएर अब भेरीको यहाँ तल पानीमा राखेको छु खाने बेला चिसो रहिरहोस् भनेर है एक्सपेक्ट भन्दा पनि बियोन्ड एक्सपेक्टेसन माछा पर्यो अब फेरि अघिको अर्को दुईवटा जालो हाने हो हामीले दुईवटा जालोमा एउटा पर्यो अब एउटा जालो अब जीवनले निकाल्दैछन् है अब अब यिनी भाइहरू अब यहाँ भेरीमा टायर हालेर टायरमाथि बसेर यहाँबाट यिनीहरू यो ठाउँबाट जान्छन् ल जीवनले यहाँ फेरि अर्को पारे कविता पनि प्रो भइसक्यो यार पर्यो जीवन वाह वाह अघि पनि पर्यो अलि पनि पर्यो यार है ए अलिकति यता यता ल्याएको त फुत्किन सक्छ है आराम भयो सेकेन्ड टाइम अघि पनि कविताले अघि पनि यत्रै परेको थियो है योभन्दा ठुलो हो क्या अघिको जीवन त्यहाँ माथि पर्दो रहेछ यता यता पर्दो रहेछ यार यता 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 राखौँ यार अब गोल्डन है त्यही हुकमा त अनि गलौडा खाने बेलामा यसले सिङले हान्छ है कविता सिङले हान्छ यार
एउटा दुईटा तिनटा ठुलो अनि सानो दुईटा सानो तिनटा भिडियो भाइरल होला जस्तो लागिरहेको राम्रो म पनि जीवन अब प्रो पो हुन थालेँ त सँगसँगै ल सङ्गत बुनाएको कर यसरी गरेको अनि सङ्गत गरे नि काम लाग्छ यत्रो त अब भोटी पर्छ कविता पानले ल अब तिमीहरूको पनि युट्युबमा आउँछ युट्युब हेर्छौ हेर्दैनौ हेर्छौ युट्युबमा हेर फिसिङ रानीघाट भनेर फिसिङ रानीघाट भनेर हान आउँछ मैले टाइटल त्यही लेख्छु के रानीघाट है ओके अनन्या एकै खेलिरहेछन् अनन्या भाइ कति क्लासमा पढ्छौ 7 मा हो के हो नाम तिम्रो हो यो पुल बगाउने भनेपछि कति पानी त डेन्जर आएको थियो होला कहाँसम्म पुगेको थियो पानी त्यतिखेर हो यो रुखको जरा जरासम्म पुगेको थियो गोविन्द दाई ए दाई कहाँ हो तपाईँ गोटीगाडा जाने हो आज खै जेठाबा खै तपाईँ कहाँ जान लाग्नु हो बजार हामीहरू आएको केटाकेटीलाई ल्याएर युट्युब आइडी देउती दामी है देउती दामी हो युट्युब आइडी युट्युबमा हेर अनि त्यो पनि बिर्स्यौ भने अनि फिसिङ रानीघाट भनेर हान त्यही आउँछ है गुड लाइक सब्सक्राइब र कमेन्ट गर्नु हस् के जीवन तीनटा आराम कहाँ होला यार कविता अनन्याले साथी पाएर अलिक साथीसँग बस्छ अनन्याले आफ्नो साथी पाएर साथीसँग जाउँ भनेको यार 6 बजे जाने रे घर 6 बजे गएर कतिखेर जाने यत्रो त्यो 6 बजे जानलाई हामी यहाँबाट घर जानलाई यो डाँडा नागेर जानुपर्छ यार यो डाँडा नागेर ल हेर्नु यहाँ मेरो छोरीको हालत फर्स्ट टाइम रानीघाट यहाँ ताल हेर्नुहोस् है अनन्याको ताल त्यही त नखेल भनेको आरम्भ यार ल यहाँ अनन्यालाई हेर्नुहोस् अनन्यालाई हेर्नुहोस् काला कोइला अरे खै अनन्या पछाडि फर्क्यौ त ओ माई गॉड अनन्या किन हो यस्तो जीवन बोतल लाएछ बोतल भात हानेको जीवनले यो हो नि त तरिका जीवन न फर्क्यौ आरम्भ काकुलाई हेर्न ओइ यसरी पानीको लेभलबाट गहिरो छ यार यहाँबाट आरमा खेल्छ है होइन पानी हेलो
जीवन यहाँबाट पुरै गहिरो छ जीवन स्लोप छ यार पुरै स्लोप छ यार बापरे हेर न कविता मेरो राइट खुट्टा छ नि म यति आएँ के घाँटी यार यहाँ कविता उता नजान यार यो त अहिले त डरै नमान्ने भयो यार कविता यार कविता यता आइज न उता कविता आराम म यहाँ आराम भयो त एकछिन यता आइज यता बाहिर ल फाइनल्ली हामीले चाहिँ माछा मारिसक्यौँ हामीले चाहिँ 9 पिस माछा मार्यौँ माछा पनि ठुलै छ माछा मारिन्थ्यो होला अब केटाकेटीलाई चिसो भएको कारणले गर्दाखेरि हामी घर फर्किन आयौँ हामी ढिला पनि आयौँ अब यसको श्रेय सबै श्रेय जीवनलाई हो जीवनलाई हो यसको श्रेय थ्याङ्क यू सो मच बाबुलाई हामीलाई यहाँ लिएर आइस्यो यसरी हामीलाई रमाइलो गराइदिन्छु यसरी माछा मार्दैछु अब हामी घर पुगेर यसलाई पकाएको र खाएको पनि हामी देखाउँछौँ यहाँ यी ल भाइ यहाँ यी आरम्भ पन्त बालुवा भाषा आरम्भ पन्त र अनन्या त्यहाँ टोबिन्द दाइसँग गइसकिन् अनन्या त्यहाँ ल जीवनले तर पानी चुहिँदो रहेछ त्यो त अर्को प्लास्टिक छ त्यहाँ त्यो प्लास्टिकमा हाल्दिनु अहिले लग्ने अलिअलिसम्म भएछ घर जानु बित्तिकै गाँठ खालेको ल हामी चाहिँ नुहाइधुवाइ गरेर माछालाई प्लास्टिकमा हालेर रेडी गरेर अब जाने तयारी बाबु त घाम छ हामी नुहाइधुवाइ गरेर रेडी भइसक्यौँ बाबु नानु र मेरो दाइ मेरो जेठाजु मेरो ठुल्बाको घरि नजिकै छ त्यही भएर दाइ चाहिँ हामीलाई भेट्न आइसकेको थियो जाऊँ घर भन्दैछौँ त्यो आज अलि लेट भएको कारणले हामी त्यहाँ जान पाइनौँ अब नेक्स्ट टाइम हामी आउनेछौँ र 12 बज्यो कि कति मिलाइदिन्छन् अब लाग्नु पर्ला त हामीहरू है अब है दाइ घर आइसक्यौँ है सिरिन पनि आइसक्यौँ उता हाम्रो स्वीकार केसी पनि आएर पल्टिरहेको छ यति हुन्छ अरू अन्डा हुन्छ कि भित्र यति गडौला हो गड्यौलाहरू खाएको यसको यहाँ मात्रै हुन्छ आन्द्रा हुन्न यसको यति हो माछा मार्ने मान्छे पनि जीवन अहिले पकाउने मान्छे पनि जीवन अब जोस् अलराउन्डर छन् आज जीवनको काम भनेकै तल थाप्ने अनि माथि थाप्ने फेरि माथिबाट के अरे हेर्दै आउने फेरि रमाइलो भएको थियो तर आज है एउटाले छाता ओढेर गड्यौला जोगाइदियो नि एउटा 500 जति बन्छ 4-4वटा हालिदिने हो नि त्यसरी पौडी खेल्न जानुभयो कसरी छाता ओढेर छाता त खुलिरहेको थियो नि जीवन ती त्यो पनि हो है जीवनले मासु आलु धोरी मारेको मासुको झोल बनाउँदैछन् जीवनले झोल हेरौँ कस्तो भन्छ तर हेर्दाखेरि त खतरै बनाउँछन् जस्तो छ जीवनले
त्यसै पनि मिठो माछा हुन्छ दाजु। आजको हाम्रो भेरीको माछा कस्तो भयो हेरौँ है। यो त चिकन पो रहेछ त। ए माछा ल नाइस नाइस ल। अब हाम्रो खाने कार्यक्रम सुरु भयो है। जीवनले यहाँ दिइसके। यहाँ एउटा चिकन छ र आजको यो स्पेसल है, स्पेसल। अल क्रेडिट गोज टु मिस्टर जीवन राज अधिकारी।